हेलो गाइज, अब हामी यताबाट सिमो जाँदैछौँ रानीवन हुँदै होइन। साथीहरूसँग पछाडि आइरहेको छ, पछाडि छ सबै छ होइन। ल हाई गरिदेऊ। ल हामी जाँदैछौँ होइन, यहाँबाट उता उता हुँदै हुँदै अब साथीहरू पनि छ। अब हाम्रो सर्ट लिन्छ नि होइन, होइन। ल के बोल्छौ त यहाँ यो भ्लगमा सबैले लाइक सब्सक्राइब फलो कमेन्ट गरिदिनुहोस् है। सबैले गरिदिनु। बोल्नु ल ल एउटा आउनुहुन्छ है। ल कस्तो छ, ठिक छ होइन। ल यहाँ तपाईँहरू सीमा आउनु ल, सीमा ल ल भेटियो बनाइदिन्छु ल, आउनु ल। म त सधैँ हो ठिक हो होइन, मोबाइल छ होइन। ल अब म यसरी हिँड्नु पऱ्यो क्या। अब आजदेखि भिडियो चाहिँ कन्टेन्ट चाहिँ रेगुलर जान्छ युट्युबमा होइन। त्यहाँ त्यो सीमा गइरहेको छ होइन, त्यहाँबाट हामी भिडियो बनाएर गुन्ने मान्छे टन्नै गोरिरहेको छौँ उतापट्टि। त्यहाँ गोन्ने ठाउँमा देखाइरहेको छु क्या, मैले देखाउनु लगाएको छु क्या। अब फापर के गोन्न लगाएको छु। यस्तो बिन्दास साथीहरू घुमिरहेको छन्। योस् आज म देखाइरहेको छु, तर रानीवनको डाँडा सबै देखाउनु लगाएको छु। टल्ली पारामा देखाउनु लगाएको छु। साथीहरू टल्ली छन् है, गइरहेको छ सब गरिरहेको छन् होइन। फापर गरिरहेको छन् होइन तलपट्टि, ठिक छ होइन। सिमकोट हुम्लाका स्थानीय बासिन्दा आफ्नो आफ्नो जग्गामा फापर कुट्न थाल्दैछन्। आफ्नो आफ्नो फापर गोरिरहेछन् यता साइडका सबै हरेक। र साथै यस हुम्ला जिल्ला सिमकोटमा रहेका बासिन्दाहरू आफ्नो जग्गा पनि फापर गोड्ने काम गरिरहेका छन् भने यतापट्टिको सुन्दर हुम्लामा यस्तो भ्यू भ्यालीहरू फोटोहरू एकदम राम्रो दृश्य देखिन पाइन्छ। तर सिमकोट मात्रै होइन, यहाँ शान्त वातावरण, स्थानीय सांस्कृतिक परम्परागत आत्मीय मानिसहरूले जो कोहीलाई मन जिन्न सक्छ। केवल एउटा ठाउँ होइन, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो माया। देखो सिमकोट देखो, पछाडिको माथि बजार हो, सिमकोट गाउँ हो, गाउँै भनौँ। अब मलाई त गाउँै लाग्छ, त्यो तपाईँहरूलाई कस्तो लाग्छ थाहा भएन। बजारै जस्तो लाग्ला बाहिरबाट, गाउँबाट आएको मान्छेले बजारै जस्तो लाग्ला होइन। मलाई चाहिँ त्यही हो, गाउँ जस्तै लाग्छ। यहाँ बसेको धेरै भयो, यस्तै हो। साथीहरू गइसक्यो, म एक्लै बिन्दास बनाइरहेको छु भिडियोहरू। बेलुकादेखि झप्पा झप युट्युब च्यानलमा हालिदिन्छ। युट्युब च्यानलको नाम हिन्दी क्षेत्रीय अफिसियल हो। सबैले लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। यहाँपट्टि डाँडामा छ क्या, यो डाँडाभन्दा तलपट्टि जानु लाग्छ कि फेरि बारीपट्टि बजार भयो। टोटल्ली घुमिरहेको छ त्यो साथीहरू त पुरै उसमा छ क्या, बिजी हुनुहुन्छ केटाहरू। साथीहरू त हो पुरा बिजी हुनुहुन्छ कि देखो त, देखो 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 पुरै बिजी हुनुहुन्छ। उता पनि घुम्न आउनु भएको छ है। यहाँ कसैले फोटो खिचिरहेछन् त कसैले भिडियो बनाइरहेका छन्। मानिसहरू यस ठाउँमा धेरै रमणीय रमझममा घुलमिल बढिएको छ। यस्तो उकालो बाटो छ कि के गर्ने गाइज, बहुत बिन्दास उकालो बाटो छ के गर्ने। यस्तो झ्याउ लाग्दा उकालो उकालो छ, त्यही पनि भ्याङ्कर कुदिरहेको म थाके लागिरहेको चाहिँ। सबै यस्तै छ। यहाँ पछाडिको भ्यू त बाटो माथि अझ डाँडा छ क्या, यहाँबाट भ्यू चाहिँ यति आउने रहेछ है। करिब हामी सिमीकोटको लबडाँडामा पुगिसकेका छौँ।
हामीभन्दा पनि पहिले नै हाम्रा साथीहरू पुगिसकेका रहेछन्। उनीहरू आफ्नो फोटो भिडियोहरू खिचिसकेपछि आनन्दका साथ हावाहरू खाइरहेका रहेछन् र त्यसै समयमा हामी पनि पुग्यौँ त्यसमा। त्यसपछि के हुन्छ हेरौँ है त। पुरा उसमा आउनु भएको छ ओ गाइजहरु ल गाइजहरु लैजाऊ ल दिनु होला सरलाई हैन ल हौ हामी टक लैजाऊ आज भनेर आछौँ हैन क्यामेरासँग ल्याएर आउनुपर्छ साथीहरू ल टक लाएर माल छैन ल राम्रो हान्दिनु फोटो सोटो पनि हान्दिनु होला सबैलाई सब्सक्राइब गरिदिनु होला है मेरो लागि हामी क्षेत्रीय अफिसियल चाहिँ माथिको भ्यू चाहिँ यस्तो छ है फेरि ल कतिखेर आयो अघि आयो ए अघि नै त्यो क्यामेरा ल्याएर बोक्नु भएको छ त अरु ठिक छ नि त सब ठिक छ त ल यहाँको भ्यू चाहिँ यस्तो छ है फेरि उकालो त गर्ने हो कि सेट धेरै उकाल रहेछ ल